Hello everyone, Sewa, Namaste, good morning, welcome to तपाईलाई मेरो आजको न्यू डे एन्ड न्यू ब्लगमा म चाहिँ ओछ्यानदेखि आज भिडियो स्टार्ट गर्दैछु हो। अहिले चाहिँ कति भने 7 बजिसक्यो। आज चाहिँ मलाई कहाँबाट मोड चल्यो कि भिडियोमा आज चाहिँ खिच्छु भनेर अनि ओछ्यानदेखि नै भिडियो बनाउँदैछु हो। भर्खरै बेडसिट मिलाएर भर्खर उठेको। बाहिर चाहिँ पुरै घाम लागिसकेछ। आज चाहिँ खत्रै सुतेछु भन्दा नि अघि नै उठेको क्या। अनि ढोका खोलेर पनि फेरि एकछिन भदानीसँग यसो ढल्किरहेको थिएँ, निदाइहालेछु। बाहिर चाहिँ अहिले यस्तो भइरहेको छ, घाम लागेर मान्छेहरू बसिरहेको छन् हो। अनि आज चाहिँ आम्मामा रातभरि पानी परेर बिहान हुने बेला त कत्रो पानी परिरहेको थियो। माई गड, एकैछिन फेरि घाम लागिहाल्यो। यत्रो ठुलो धर्कने पानी गुट्टु पर्दै थियो। बिहानै गर्मीले म यस्तो भइसकेँ। नानी गुड मर्निङ, हाई। म चाहिँ यहाँ कुचो लाएर आउँदैछु। अब मेरो मर्निङको ड्युटी स्टार्टिङ हुँदैछ। अब मलाई खाना दिने हो। ल हिँड्नुहोस् है, बाई बाई, छिटो हिँड्नु। आउनै ल बस्नु। माम खाने होइन? अब माम खुवाउनु पर्छ यिनीहरूलाई। दिदीहरू पनि आउनु भएको छ। मिली बस्ने। हजुरको खानुहोस् ल, बोतल दिदीको यहाँ छ, तिम्रो यहाँ छैन। नानाको हो, नाना लु। भिडियो ठिकै छ त अन्त। हजुर यो हुँदो रहेछ हो, एज बढ्दै मेरो कति क्लाइन थियो अहिले एज बढ्दै गएपछि त्यस्तो हुने रहेछ क्या। गर्नुहोस् ब्रेक। नसुन्नुहोस् ल, त्यो चाहिँ हुँदैन। हजुर फोन उयो छत्रे अङ्कल। त्यो चाहिँ हाम्रो घरमा किचनमा माछा पाक्नु आँटेको छ। नानाले चाहिँ यहाँ ढुङ्गामा मसला पिन्दै हुनुहुन्छ। हामी चाहिँ धेरै ढुङ्गामै मसला पिस्छौँ। ढुङ्गाकै टेस्ट पनि हुन्छ। लामखुट्टे नै हो। मच्छर कति चाहिँ छ त यहाँ। अलिक टेस्ट हुँदैन मिक्सरको चाहिँ। ठिकै हुन्छ कहिलेकाहीँ उयो चटनीहरू पिस्नुलाई। मोमोसँग टमाटर पिस्नु सजिलो हुन्छ। त्यो उयो उतातिर चलाउने खालको ल्याउनु भएछ क्या। एउटा चाहिँ यत्रो ठुलो छ, एउटा चाहिँ यत्रो, एउटा चाहिँ यत्रो ठुलो। त्यो पनि त्यो ठुलो त फुटिगएछ आधी त। के भएर? त्यो सामान उयो गर्दैछ नि पिलनमा त राम्ररी नलागेर फ्याँक्छ। अब म चाहिँ आगोतिर लाग्यो यिनीहरू बोकेर हो। माछा यहाँ छ, यति म्यारिनेट गरेर राखिसक्यौँ। चिसो छैन? एकछिन घाँस सेलाएर खानु नि, भरे घाँटी दुख्ला अन्त। मलाई झन्डै झोडो त्यसका बाजे फेरि भिडियोको चक्करमा आगो बालिसक्यो होला भाइले हो अघि नै। हाम्रो फेभरेट मासु पकाउने किचन। आमा आगोमा कसरी पकाउनु कुनै कन्तीहरू पनि यसरी राखेको छौँ। फलामको सबै यो कालो भइसक्यो। ला
कन्ती त ढिँडो बगाएर त यतिकै राख्नुभएको रहेछ ए भगवान् के सोचेर आएको यो के हो म के गर्नु यो भाडालाई सोचेर जिन्दगी रहेनछ म त यहाँ बसाउनु मात्रै पऱ्यो भनेको त ढिँडोको माम्मीसँगै पो राख्नुभएको गन्ती चाहिँ अब यो कहिले उक्काइसक्नु म तताएर उक्काउनु पऱ्यो यसलाई कन्टी त यस्तै पो रहेछ हाम्रो चाहिँ धनिया पनि घरकै हो भिडियो अर्ग्यानिक सबै कुरा दिदीलाई आज चाहिँ म यहाँ पकाउनु आउने हुन्छ अहिले म पकाउँछु आज चाहिँ तपाईँको पालो ल गरौँ धुनु कि नधुनु अनि त्यसै तेल उछिन्छ उठिँदैन हजुर धुनु इस यसलाई मस्काउने हो यसको भाडा यो अनि यो बोराको जालीले यसले हो नि बोराको जाली भयो नि ऊ त्यहाँ छ स्टिल जुस नि होला साँच्ची हेर्नु त त्यो कपाल चाहिँ सेप्याक्कै बाँधिहाल्नु न हो गरम नभएको गरममा आगोमा पकाउनु जतिको पनिसमेन्ट केही होइन फेरि मासुहरू चाहिँ छिटो तारिन्छ पाकिन्छ भनेर जहिले आगोमै म पकाउँछु सब्जी यहाँ भन्टा त कति फलेको छ हेर्दा यस्तो छ बोट मुनि मुनि बाहिर त कहाँ मस्काउँछ सम्भवै छैन नि पकाउँदा पकाउँदा कालै भइहाल्छ बट्टामा होला त्यो गोल्डनको यहाँ यो पनि लानुपर्छ बाहिर मेरो मासु के हो किन दालहरू पनि त्यो पाहाडदेखि ल्याएको त्यस्तै गरेर राख्नुहुन्छ दाउरा पनि यहाँको भाइ एउटा बटुका फालिदेऊ देऊ बटुको हानिदियो त एउटा स्टिलको अजिना नखानु भन्छ अजिनामा तरकारी मैले त अजिना लगाइदिएको थिएँ जहिले त लाउँदिनँ म कहिले काहीँ मात्रै लाउँछु होइन अलिक स्पेसल डिसहरूमा मात्रै तरकारीमा अजिना लाउनु काट्छ हो त्यसो त यो चौटा के गर्छ हौ यो चौटा त्यो त नलगाउनु कति लाउनु छ सबै त होइन आधा लाउनु कति छ हौ त्यो लगाइदिनु न त
फेरि त्यो तारेको तेल नखानु अरे भन्छन् नि होइन फेरि माछाकै बोसो निस्केको गर्छ अस्ति त्यसो भने उयो त्यो चाहिँ भाइरो मैले अस्ति कहिले तारेर खाएको ए भाइरोमा कि भाइरोमा पनि राखिदिएको थियो तारेको तेलहरू नखाने किन नि खालि छठमा बनाउनु हुन्छ अहिले त यही सजिलो रक्सी पनि यहीँ पकायो आजभोलि त रक्सी पकाउने भाँडा पनि छ तर उयो होला माटो भएन ल खल्छ सिल्भरको उज्जाइ कुखुरा तेरो पनि हन्ट गर्नुपर्ने छ सुनेली अन्डा निकालिदिएको थिएँ अरे बसिरहेको रहेछ र नुहाइदिनु पऱ्यो नलाउनु मलाई अन्डा अस्ति भर्खरै ओछार लाँदै चल्ला निकालेको अर्कैले होला हौ त्यो त कुन चाहिँ त्यसलाई नुहाइदिएको मैले पानी बाल्टीमा थुपालेको जहिले बच्चासँग बस्नु ल हाम्रो चाहिँ अब एक लट माछा नि पाक्यो आगोमा चाहिँ कति छिटो हुन्छ क्या जहिले मैले पकाएको थिएँ आज दिदीलाई पकाउनु लाग्यो आज त त्यस्तो धेरै घाम छैन आहा अर्को पनि अटाउँछ होला हौ दिदी आहा त्यसले त टाउको पर्छ आँखा हुन्छ होला मैले चाहिँ कठिङ पनि यहाँनिर यस्तो गरेर राखाइदिन्छु यहाँ चाहिँ तोरीको छोप छ भेना भन्दैछ नि भेना भन्दैछ कि भेना भन्दैछ अब आगो त मार्नु पर्दछ हाम्रो माछा पनि पाक्यो यहाँ दाल तताउँदैछु हो म चाहिँ वाउ सिङ्गाने हो दिदीहरू चाहिँ हिँड्नु लाग्नु भयो अब भात खायो अरे कता भेना ए ठिकै छ त जानुहुने हो जानुहुने निनी पुसेसँग माइती जानुभयो त बाई बाई ए ल बाई बाई जानुहोस् ल मियाङमाको कपाल के भन्छ बुकमा कपाल लगाइदिएछ अङ्कलले लगाइदिनुहुन्छ नगर्नु पुछिसक्यो नानी सबै यहाँ हेर्नु हिजोदेखि खेलाकै कतिवटा छन् नेपाली अङ्कुर इङ्ग्लिस दुईवटा छ त्यो भित्र पल्टाएर हेरौँ एउटै हो कि क्या हो डबल परेछ छ
कलेज 4 इयर्स प्लस त्यही हो। नानी त 4 इयर प्लस नै भएको छैन, 4 इयर्स डाउन चाहिँ होला नि। दुईटा बुक लिएर आउनुभएको थियो इङ्ग्लिसको त। दि पठाउनु भयो, मैले नि थापेर ल्याएँ, ब्यागमा लगाइदिनु भएको थियो। ए त उयो हो, अनि पैसा नि रिटर्न हुनु पर्यो नि त्यसको त। दुईटा भयो। त्यस्तो हुँदैन रहेछ क्या, उनीहरूको टोटल्ली होइन त्यो स्टेसनरीको पैसा लिँदो रहेछ क्या, बुकको त्यो अनुसार होइन रहेछ पैसा। नानी एकछिन कुद्छिन्। पूजा शाह रहेछ यसको पब्लिकेसन चाहिँ कि के हो, ए राइटर। नानी चाहिँ के साह्रो नानी के हो त, यो बुक कसैले केही गर्दैन। पार्ट 1 एकछिन दिन्छु ल नि हजुर। ए होइन सेम सेम हुँदो रहेछ त्यो र त्यो एकै खालको होइन। होइन यहाँ पार्ट 1 पार्ट 2 हुँदो रहेछ कि यहाँ पार्ट 1 छ, यो पार्ट 2 त्यो पार्ट 1 नै हो र यो। यहाँ पनि एउटै हो, पार्ट 1 पार्ट 2 छैन त यहाँ त पार्ट 1 छ पार्ट 2 छ, एउटै हो यो। एउटा चाहिँ नलगाइदिनु बुक एकोनमा, 4वटा मात्रै हुने हो नि त बुक त, उसको त 5वटा खाल्थ्यो। ए 5वटा दिइ पठाएको रहेछ, मैले पनि हेरिनँ झोलामा लगाइदिनु म्याथ भएको। हुँदैन नि, म्याथको सर त आए जस्तो छ कि यो। ए होला, म्याथ छैन नि त नि, नेपाली इङ्ग्लिस साइन्स मात्रै। त्यो बेचेर के खानु अरे, पुरानो किताब बेचेर के खानु अरे हामीले। पपकर्न अनि टपटे आइसक्रिम। अनि त्यत्रो आउने पैसै आउँदैन। अनि तपाईको त्यत्रो छ त, कहाँ छ? तपाईँ प्लसमा छैन छैन, मलाई तपाईँले दिनुभएको थियो र पैसा, कहिले दिनुभएको थियो? अस्ति कमाएर के गरेर कमाउनु हो पैसा? आमाले पठाएर हो र? दुईटा पठाएर दसैँमा दक्षिणा कमाउने। किन दुईटा दिनु लाउनु भएको? अनि म त लडिहालेँ। के गरिहाल्नु हो? म त लडिहालेँ, मैले त ठोकेन। धेरै नउफ्रिनु है, सबै नानी घमरा आइसक्यो। अनि कङ्ग्रेचुलेसन सर्टिफिकेसन त्यो त पछि अस्ति तपाईँले कङ्ग्रेस ल्याउनु भन्नुभएको छ, मलाई कङ्ग्रेस। ए कङ्ग्रेस भनेको थिएँ। कङ्ग्रेचुलेसन। ए कङ्ग्रेचुलेसन। ए मैले त के भन्छु नि। आज पनि भन्नु न। कङ्ग्रेचुलेसन मिहाङमा साम्पाङ। थ्याङ्क यू। के को बारेमा है कङ्ग्रेचुलेसन चाहिँ? बुक नयाँ पाएकोमा हो, यो कभर पाएकोमा हो नानी। को समातिदिनु? अनि यो अनि के हुन्छ? छ त नि, छ त यो यो के हो? यो अनि च क हुन्छ नि। हो त्यसरी पढ्नुपर्छ ल। त्यो के हो? अनि उताको यो यो ल त नि, ल त। कहाँ हो नानी? अब हामी चाहिँ बेलुका भयो, सो हामी चाहिँ मेरो रुममा पुगेर आउनु पर्यो, अलिकति काम छ मेरो। अनि त्यहाँनिर नि म्याङमा पनि जाने अरे, पछाकै गर्छ। कहाँ सुन्छ? नाटक पारेको नि नाटकी। हामी चाहिँ हिँडेको अब गरममा फ्रेस हुनु नि। ल चढ्नु, आम्मामा चढ्नु ल। फर्सी भइसक्यो, चढिसकेको छैन। पानी आउँछ कि बा नानै? भयो भयो ल जा। तपाईँको रुम होइन र? कति शीतल भएको आफ्नो हावाले त शीतल भयो नि।
खै जताबाट भयो नि जब्दीबाट जाऊँ फेरि घुमेर तिमी आउने आशैमा फेरि बस्छु बाटैमा कति शीतल भएको आज त दिन पनि फेरि घाम पनि लागेको छैन अब आइपुगेँ म खारसागर खोल अब यो कस्तो पऱ्यो त आँखामै आएको मैले चाहिँ रुम छोडेको पनि 15 दिनभन्दा बेसी भइसक्यो हो बल्ल आइपुगेँ आज के भयो दाइको स्कुटी धुँदै हुनुहुँदो रहेछ हजुर खै आउनुहोस् दाइको स्कुटर धुने ठाउँ त त्यहाँ पो हो ए ल ल ल हिँड्नुहोस् हजुर हजुर दिदी के छ हाल खबर धेरै पछि आएँ हजुर को मुमा मेरो मुमा त हुनुहुन्न हो कोठामा आएर म चाहिँ लुगाहरू मिलाउँदैछु हो अब यसमा पोलिस गर्नु पर्यो तामा लाउने पोलिस यो टल्किँदो रहेछ टल्किन्छ अब पोलिस लगाएर सुकाउनु भएको चाहिँ हुन्छ नि त घामले अस्ति गर्छु भनेको यो माथि धनकुटादेखि झार्दा सेतै थियो अहिले त सेतै नै हराएछ तातो मियाङमा त यहाँ हेर्नु मिनीको भ्लग बनिरहेछ है केही भन्नु न त नानी मम्मीलाई मम्मीलाई के भन्नु चाहनुहुन्छ के चाहनुहुन्न मामलाई के भन्न चाहनुहुन्न आई लभ यु भन्नु नि त मम्मीलाई छिट्टो आउने मामु भन्नु खरायो गाउँ बट्टाको खै गर्नुहुन्छ त त्यही ज्याकेट टल्कै सक्नुभयो अब अरू जग्गा खोज्दै हुनुहुन्छ मेरो ह्यान्डबाटै कहाँ राखेँ तर यहाँ छ मेरो यहाँ थियो हामी चाहिँ हिँड्यौँ यो बोकेर लुगा हो अब भोलि दिदीहरूलाई उतातिर लानुपर्ने छ पञ्चायततिर मेरो चप्पलै थिएन सो म चप्पल लिन आएको थिएँ अब हामी चाहिँ निस्केको फेरि हो हजुर ऊ त्यहाँ छ अन्ना यहाँको घर तर अन्नै हुनुहुन्न के भयो कहिलेकाहीँ स्कुटी नि स्टार्टै हुँदैन अब पेट्रोल पम्प जाऊँ धेरै होइन कम्ती हालौँ न हेर्नुहोस् त यता पनि हामी चाहिँ पेट्रोल पम्पमा आइसक्यौँ त्यो चाहिँ हो तरारको होम्स तल्लोमा चाहिँ डिजल यहाँ माथिल्लोपट्टि चाहिँ पेट्रोल अनि कहाँ डिक्की चाहिँ पहिला खोलिहालेको त आयो हो हँसाएर कति साह्रो महँगो पेट्रोल त आम्मा बोटिङ पनि हुन्छ त्यहाँनिर म बोटिङै गरेको छुइनँ माथि गएर चोक गरेर जाउँ है ल हजुर भोलि चाहिँ दिदीहरू ताल तल घुमाउनु
कति राम्रो छ है त्यो कति आनन्द दाइहरूले त बाँसो बोकेर लाँदै हुनुहुँदो रहेछ नि आज ढिप मर्ने पऱ्यो कति खानुहुन्छ हिजोदेखि पानीपुरी खाने भनेको हो हजुर यता आउन अलिक खुसी हुनुभयो अब बिस्तारै खानु ल सुरु गर्नु सुपुङ खानुहुन्छ यो पसल खुल्लै छ नि होइन खुल्लै छ यहाँबाट म किमा लानुपर्ने छ कहाँ जानुभयो र यहाँको भाइ चाहिँ अन्त ए हो नत्र भाइले गरिदिनुहुन्थ्यो तिर्खा लाग्यो पानी त छैन उहाँ रहेछ पानी हो पिउने हो दिदी त्यो हामी चाहिँ घर आइपुग्यौँ अब भाइले स्कुटी नि थन्काउँदैछ आजको भिडियो नि यति नै बाई 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 बेबी खोइ त बाई गर्नुहोस् माया पनि